मासला धनबहादुर रित्तेको छोरो मासला हो र म त अनि वहाँ तिमी अनि वहाँ गडी छ भने होइन अघि होइन चाहिँ भने गडीमा छौ भने हो कि होइन अनि गडी छ भनेर हामी यतै थियो यता आएर कुरेर बसेको तिमी कतिखेर आएकै देखाएको छ नि त हामीले त साइकोमा धनबहादुर रित्तेको छोरो मासला हो भने हामी चाहिँ कुरेर बसे साला हावा रहेछ ल केटा फाइनली भेटियो है यस्तो अवस्थामा हामीलाई त उता 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 गएको त पानी लहरी यता हेर्छु घाम त चर्किरहेछ म उता हेर्छु पानीको ठुलो गइरह जाउँ तल बजारमा जाउँ नि त हिँड अगाडि मादर फादर धनबहादुर रित्ते आया झन् आउँछ भने हेर्दै आएको ल मान्छे आएको नि देखाएको छैन कता हो बत्तेर गइरहेको थिएँ यताबाट गएको थिएँ ए भनेपछि मैले भन्नुभन्दा अगाडि नै तिमीले छोड्या रहेछ भनेपछि तिमी म भन्दा यता रहेछ अनि कहाँबाट हुन्छ त ल फाइनली धनबहादुर रित्तेको छोरालाई भेटियो तिमी गाउँ किन आएको गर्लफ्रेन्ड भेट्न आयो अर्को रित्ते रोके भिडियो नबनाऊ नि हो जानी क्या सारा उहिले नै 3 बजेको कति बज्यो देखिसक्यो त्यो पनि च्यातिसकेको छु अनि दुलो परिसकेको छु होइन होला रित्तेले यस्तो बोल्छ है यार कुदार जान्छ अरे कहाँ भेट्यो एनएसलाई अनि कहाँ जान ल मान्छे गायब भइसक्यो ल मान्छे गायब भइसक्यो आयो ल उहाँ पुगिसक्यो बाटो आयो माटोको उहाँ पुगिसक्यो ल उहाँ पुगिसक्यो भयो त अब माटोको रित्तेको छोरो